200 मेगापिक्सल क्यामेरा, 12 GB ऱ्याम, 512 GB फोन मेमोरी भएको फोन पनि अब यो रेडमीको फोन हो। हेर्नु होला है साथीहरु, यो हामीले किस्ताबन्दी गरेको फोन छ। अहिले चाहिँ तपाईहरुलाई मात्र नागरिकताको भरमा यस्तो बवाल किलर फोन कर्ड डिस्प्लेमा छ है साथीहरु। अनि 200 मेगापिक्सल द क्यामेरा, तल पनि स्पिकर माथि पनि स्पिकर। अनि यसको मेन विशेषता भनेको कर्भ स्क्रिन त छँदैछ साथीहरु। 120 वाटको सुपर फास्ट चार्जर, त्यो भनेको मात्र तपाईहरुलाई 19 मिनेटमा कम्पनीले भनेअनुसार टोटल्ली फोन फुल चार्ज हुन्छ है साथीहरु। यो फोन चाहिँ तपाईको 55,000 को फोन हो, तर तपाईहरुले अहिले मात्र 22,000 रुपैयाँ तिरेसिन किस्ताबन्दी गर्न पाइयो है साथीहरु। त्यही पनि 2 जनाको नागरिकता र 2 जनाको फोटो भइसिन पुग्छ। न सेवा शुल्क लाग्छ, न ब्याज लाग्छ, तपाईहरुलाई केही पनि लाग्दैन। मात्र 40% 22,000 तिर्नु पर्यो। अनि महिनाको तपाईले बाँकी रहेको पैसालाई 9 महिनासम्म टाइम पिरियड राखेर तिर्न मिल्यो है त साथीहरु। मात्र तपाईहरुले 40% डाउन पेमेन्ट गरेर यो फोन लिन मिल्यो। 22,000 को फोन, के अरे 55,000 को फोन 22,000 मात्रै तिरेर लिन पाइयो। त्यो पनि रेडमीको नोट 14 प्रो प्लस है साथीहरु। ल, धेरै साथीहरुले फेरि यो भ्याली बाहिरको नागरिकताले हुन्छ कि हुँदैन भनेर सोध्नुहुन्छ, तर जुनसुकै जिल्लाको जुनैसुकै ठाउँको भए पनि हुन्छ साथीहरु। हाम्रो पसलमा आउनु होला। तपाईहरुसँग पुरानो फोन छ र बक्स बिल छ भने लिएर आएर यो फोनसँग एक्सचेन्ज पनि गर्न सक्नुहुन्छ है साथीहरु। ल, बट्टा र बिल लिएर आउनु होला, एक्सचेन्ज पनि गर्न मिल्यो अनि किस्ताबन्दी पनि गर्न मिल्यो। तपाईहरुको लागि एउटा बवाल फोन, क्यामेराहरु आफै हेर्न सक्नुहुन्छ, एकदमै प्रिमियम छ है साथीहरु। ल, क्यामेरा क्वालिटी पनि तपाईहरु आफैले चेक गर्नु होला है। 200 मेगापिक्सलको क्यामेरा, फेरि साथीहरु हेर्नु होला, यहाँ 200 लेखिरहेको छ है, मैले भने हैन, यो कम्पनीले भने हो। 200 मेगापिक्सल क्यामेरा चाहियो भने हाम्रो पसलमा सिधै भिजिट गर्नु होला है त साथीहरु। ल, किस्ताबन्दी गर्नलाई पनि मिल्यो, क्यासमा लिन पनि मिल्यो।